कान्छा जोइ कान्छी छोरी है सिक्किमबाट आएको उनीहरू यत्रो टाढो बाटो है सबै खोला नाला सब देउता सिमी भूमिलाई सबै ढाकेर आएको मेरो नानीहरू रक्षा गरिदिनुपर्छ भगवान्ले सुख शान्ति राखिदिनुपर्छ है सबै सिन्डी भूत प्रेत सब जाहे नानीहरूलाई रक्षा गरिदिनु बाटोको सफर राम्रो गरिदिनु मेरो कान्छा जोइले चिताको एकदम राम्रो पुगोस् भगवान्ले रक्षा गरिदियोस् नौ दुगर भवानीले एकदम सधैँभरि दाहिनी होस् नानीहरूको चिताको कुरा पुगोस् आफ्नो कुल पित्रहरूले पनि रक्षा गरिदियोस् मेरो नानीहरूलाई जो ज्वाइँले चिताएर जो चिज गर्दैछ जो चिज सोचेर कामहरू गर्दैछ त्यसमा एकदम दाहिनी भएर जाओस् उन्नति राम्रो गरोस् राम्रो सफल भएर जाओस् ठुलो एकदम धेरै राम्रो है हुने म देख्न चाहन्छु देख्न माग्छु एकदम नानीहरूलाई कसैलाई हात फैलाएर खानु नपरोस् दिएर खानु पुगोस् नानीहरूले सबै परिवारमा माया प्रेमले बस्नुपर्छ सबैको एउटा आमा छ त्यो आमालाई एकदम आमाको आशीर्वाद हमेसा हातमा शिरमा थापेर बस्ने हो आमालाई प्यारो गर्नुपर्छ रक्षा गरिदिनु आमाले जो पनि सोच्छ नानीहरूमाथि जो पनि चिताउँछ त्यो सबै राम्रो कुरा मात्रै चिताउँछ नराम्रो कुरा चिताउँदैन त्यस कारणले नानीहरूले पनि त्यस्तै आमा थियो र तिमीहरू संसार देख्नु पायो हो यो धरतीमाथि कुदिरहेछ त्यस कारणले नानीहरूले पनि आमालाई माया गर्नुपर्छ कान्छा ज्वाइँको जो पनि बिजनेसहरू चल्दैछ त्यो एकदम राम्रो भएर अब्बल दर्जामा एकदम उयो बढेर जाओस् भन्ने मेरो धेरै यो नौ दुर्गा भवानी यो विजय दशमीको टिकामा मैले आशीर्वाद दिएको लागिहाल्छु है मेरो कान्छा ज्वाइँलाई बाटोघाटोमा घोडागाडीमा हिँड्दाखेरि रक्षा गरिदिनु सधैँभरि भगवान्ले एकदम हात थामेर हिँडिदिनुपर्छ नानीहरूलाई सबै परिवार आयो आशीर्वाद हमेसा राखिदियोस् रोग कष्टहरू सब जा भने सबै निस्केर जाओस् है मेरो कान्छी छोरीको है एकदम भाग्य किस्मत राम्रो होस् भाग्यमानी निदा ठुलो भन्छ नि होइन नौ दुवरको भवानीले रक्षा गरिदियोस् विजय दशमीको टिका एकदम राम्रोसँगले आशीर्वाद पाओस् विजय दशमीले नानीहरूलाई रक्षा गरिदियोस् आफ्नो कुलपित्रहरूले रक्षा गरिदियोस् जो पनि तेरो है नोकरीमा एकदम मलाई अलि डाउट लाग्दै थियो तर अहिले एकदम उयो भयो है अहिले के भयो के पक्का रेगुलर भयो है रेगुलर भयो राम्रो भयो एकदम खुसी छ म यसमा एकदम तेरो जिन्दगीको एउटा तेरो एकदम आफ्नो खुट्टामा उठ्नु पायो तैँले यस्तै प्रकारले तैँले पनि त्यो आफ्नो नोकरीलाई राम्रो सम्हालेर गर्नु राम्रोसँगले आफ्नो मेरो कर्तव्य हो एउटै छोरा एउटा बुहारी त्यो एउटा आमालाई हमेसा खुसी राख्ने कोसिस गर्नु हो तिमीहरूले आफ्नो एउटा जन्म दिने आमादेखि कर्म दिने आमालाई सम्झिनुपर्छ हो उनीहरूको आशीर्वाद हमेसा राख्नुपर्छ सधैँभरि उसलाई नराम्रो मन दुखाउने त्यस्तो कुराहरू कहिले पनि नबोलोस् तेरो मुखबाट चाहिँ आमाको है सधैँभरि आशीर्वाद चाहिँ तिमीहरूको टाउकोमाथि शिरमाथि भएको हुनुपर्छ हो यहाँदेखि उता अझै राम्रो होस् तेरो मानमान्यता तेरो प्रमोसनहरू बढ्दै जाओस् राम्रो उन्नति गर्नु मेरो नानी ल तेरो रोग कष्टहरू सब जाए शरीरको रोग कष्टहरू सब निस्केर जानु चिताको कुरा पुग्नु गाडी घोडामा हिँड्दाखेरि एकदम रक्षा गरिदिनु भगवान्ले रक्षा गरिदिनु है जमरा अब आशीर्वाद दक्षिणा त अब आशीर्वाद मात्रै ए नानीको यो के अरे यो ढाड कम्मर सबै यो के अरे उयो दुख्ने
सब्जा है नानीको निस्केर सब्जा है कसैले दुख देख्छ भने पनि कोही भूत प्रेत लागेको छ आफ्नो कुलदेवतले रक्षा गरिदिनु के माने यसरी आयो राम्रो खुसी हो नभए एकजना मात्रै आयो भने फेरि एकजना मात्रै अप्ठ्यारो है जोडी हुँदाखेरि जोडी भएर आउनुपर्छ सधैँभरि फुल लगाइदिनु यो फुल चाहिँ चोखो नि यही होइन हे नानी लु ए यहाँ लगाइदिउँ पहिला ल रेडी फर दसैँ टिका है ल बोजूको हातबाट दाजु यता आइजाउँ यतापट्टि भाइ उतापट्टि भाइले के लगाएको छ माला आम्मा हाम्रो पढ्ने नातिलाई एकदम सबैभन्दा धेरै आशीर्वाद छ है दुर्गा भवानीले रक्षा गरिदिनुपर्छ नौ दुर्गा भवानीले यो विजय दशमीको टिकाले एकदम यसको जो पनि पढेर आएको छ जो पनि उ गरिरहेको छ यसको नम्बर आयो पण्डित थापा छेत्रीको भनेर चाहिँ यसको रोल नम्बर एकदम विजयदशमीले छिटोभन्दा छिटो हामीले सुन्नु पाऊँ अनि फौजको रासिन खाने बनिने देशको सेवाको लागि तैँले चिताएको छ त्यो देशको सेवाको लागि पक्का तेरो नम्बर निस्कियोस् है मेरो नातिको है होस् त्यही त बाजेले नै आशीर्वाद दिँदैछ हो फौजी हुने बाजेको नाक थामेर बस्ने हुनु हो आफ्नो करियरको लागि आफ्नो भविष्यको लागि सोच्ने अगाडि नराम्रो चिजहरू केही पनि है उ नगर्ने नराम्रो गलत जग्गामा नजाने गलत चिज युज नगर्ने राम्रो सोच्ने राम्रो खाने राम्रो बस्ने है आमाबाउले भनेको मान्ने हजुरआमाले भनेको मान्ने बोजूले भनेको मान्ने मामा माइजूहरूले भनेको मान्ने आफूलाई सेवा गर्ने उनीहरूको मान मान्यता गर्ने त्यो भएर नि राम्रो हुन्छ तँलाई ल ए हो र जानुपर्छ नि आफ्नो घर किन नजाने अन्त जानुपर्छ नि भोलिपछि नोकरी लागेपछि फेरि जानै पर्छ कर लागेर अन्त अहिले घरमा जानु पर्यो नि यो अहिले एसएल गर्नु आएकोलाई आम्मामा जिरे खोर्सानी है जिरे खोर्सानी कस्तो पिरो हुन्छ डल्ले खोर्सानी भन्दा पनि ज्यादा पिरो हुन्छ नि फेरि है त्यस्तै हाम्रो नाति नि यस्तै हुनुपर्छ हो यस्तै हुनुपर्छ जिरे खोर्सानी हुनुपर्छ टाउको ठाडो गर टाउको ठाडो मेरो नातिलाई मेरो कान्छा नाति एकदम राम्रो ज्ञानी बुद्धिमानी होस् है राम्रो पढ्नु राम्रोसँगले पढेर दाजुले जस्तै पढेर जानु कहिले पनि फेल नहुनु रोग कष्टहरू सब जाओस् हाम्रो नातिको बदमास नहुनु है आमा बाउले भनेको मान्नु मम्मीले भनेको मान्नु बाबाले भनेको मान्नु हजुरआमाको सेवा गर्नु बोजूले धेरै साह्रो आशीर्वाद दिएको छ नातिलाई ल अब मेला घुम्नु राम्रो छ मेला घुम्नु जान्छ लाएर हो र लोडेछ ल नच्याको दिनु है मेरो नातिलाई ल रोग कष्ट सब जाओस् को चाहिँ उस पर आएको है मेरो सिरिया नातिनी ठुलो छोरीको छोरी है राम्रो पढेको छ कलेज पढ्दैछ अहिले लास्ट इयर थर्ड इयर नि लास्ट इयर पढ्दैछ राम्रो पढेर गएको छ राम्रोसँगले उन्नति राम्रो गर्नु नानी पढेर राम्रोसँगले ठुलो मान्छे बनिनु है छोरी मान्छे भएर आफ्नो उसमा बस्ने हो कोही प्रकारको यो दागहरू नलागोस् है नानीहरूलाई आफ्नो भविष्य बनाउने कोसिस गर्नु आमाबाउको इज्जत राख्ने आमाबाउलाई राम्रो सोच्ने सेवा गर्ने एउटै छोरी एउटा छोरा नि एउटा भाइ छ है अन्त रक्षा गरिदिनु न मेरो नानीहरूलाई नौदुर्गा भवानीको टिकाले सुख शान्ति राखिदिनु
पढाइमा राम्रो अब्बल दर्जामा पास हुँदै जाओस्। मेरो नातिनी, मेरो सिरा नातिनीलाई रक्षा गरिदिनु। भगवानले पनि आफ्नो कुलपित्रहरूले पनि सुख शान्तिसँग राखिदिनु। आमाबाउले भनेको मान्ने, अनि राम्रो पढ्नु, राम्रो नोकरी गर्ने होस् है, ठुलो नोकरी गर्ने होस् मेरो सिरा नातिनी। ल मेरो रोग कष्टहरू सब जाओस्। छ भने नराम्रो चिज नबोल्ने, नराम्रो चिज नखाने, नराम्रो जग्गामा नजाने, त्यही त हो नि नानी है। बोजूको आशीर्वाद लागिहालोस् नानीहरूलाई। ल जमारा आज विजयदशमीको जमारा। यो फुल चाहिँ एकदम सबै फुल भन्दाखेरि चोखो फुल हो। खुट्टा छु बस भयो, भयो ल भाग्य माने तँ निस्किया उता निस्किया। ए ल मेरो नातिलाई लु, नाति 100 भन्दैछ, 200 दिएको छु ल ल ल भाग्य माने ल ल ल ल हुन्छ हुन्छ भयो 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 टिका टिका हुन्छ ल खै फुल ए त्यसलाई उयो लगाइदिएन छौ। यो कहाँ लगाउँछ अब बालमा चाहिँ कानमा होइन, यिनीहरू चिम्टी लगाएको रहेछ। बस बस ल ल भाग्य माने। खै भाइलाई काले लगाइदिएन छौ जमारा त। खै कता काले खै बाबु, खै कता हो जमारा? यो लगाउनु जमारा लगाउनु पऱ्यो नि भाइ। फुल आयो यो दोलाई